आसी मालामु आसी मालामु आशी मालामु आशी मालामु लोसार बैतमु में आसी मालामु लो सर्वै तमुमै आशी मालामु लोसार खैमु सिंगला तोइमु लोसार खैमु सैगला तोइमु यो नमगलासी आशी मालामु हो यो नमगलासी आशी मालामु लोसार खैमु सैगला तोइमु हो पुस 15 तमु लोसार शोकेयोला चबा हो पुस 15 तमु लोसार शोकेयोला चबा हो रिमै थमै खागो तैरा घाटा चुटको सेवा हो रिमै थमै खागो तैरा घाटा चुटको सेवा हो घाटा चुटको सेवा हो लोसार खैमु सैगला तोइमु हो थेबा जवाबीले प्रवक्ता बाबीले हो थेबा जवाबीले प्रवक्ता बाबीले कृषि क्यासी ओसो प्राले आछा बातले कृषि क्यासी ओसो प्राले आछा बातले लोसार खैमु सिंगला तोइमु हो क्लिचो दोले छ्यासिटीले लयर दोले शीतल पिले छ्याजालो तानलाई उपस्थित जम्मै प्रेमन्जहरूलाई आज हामी मिति 2082 साल पौष 9 गतेको दिन हामी लोसारको अवसर पारेर लोसारलाई लक्षित गर्दै हामी चेलीबेटीलाई यहाँनिर जम्मा गरेर चेली माइती भेटघाट तथा शोकै कार्यक्रम हामी ढोरेली पछि एकता परिवारको चेली माइती भेटघाट शोकै कार्यक्रममा हामी यहाँनिर भेला भएका छौँ। आज यही चेली माइती भेटघाटको अवसरलाई मध्यनजर राख्दै म विशेष गरेर चेलीहरूप्रति के सन्देश दिन चाहन्छु भने सर्वप्रथम त यो लोसार 2082 को तपाईँहरू सबैमा र तपाईँको सम्पूर्ण परिवारमा धेरै धेरै शुभकामना र सुस्वास्थ्य रहन् सबैजना। साथै हामी लोसार मनाइरहँदा यसरी नै हामी हरेक वर्ष यसरी कहिले गाउँमा कहिले यहाँ कहिले कहीँ यसरी हरेक वर्ष वार्षिक रूपले नै हामी यो लोसारलाई लक्षित गर्दै हामी भेटघाट हुने कार्यक्रम राख्दै गर्दछौँ। यो हामीले मात्रै तपाईहरुलाई या हामी भेटेर रमाइलो गरेर
एकदमै मिठो मसिनो खुलाएर तपाईँलाई खुसी पारौँला भन्ने त्यो लक्ष्यले हामी होइन। हालाङ्कि हामी यो भेटघाटको एउटा मकसद हामीले के राखिएका छौँ भने तपाईँ हामी एक आपसमा हाम्रो माया सद्भाव एकदमै प्रकट हुँदै जाओस् र कसैले कसैलाई नभुलुन्, एक आपसमा चिनाजाना गरिरहन् र आउने दिनहरूमा आउने पुस्ताहरूलाई पनि हामीले हाम्रो यो ल्होसार सम्बन्धी ल्होसारको बारेमा जानकारी गराउन सकौँ, ल्होसार के हो भन्ने कुराको बारेमा ज्ञान दिन सकौँ भन्ने लक्ष्य लिएर हामी यहाँनिर आज यसरी हरेक वर्ष यसरी ल्होसारलाई लक्षित गर्दै हामी भेट हुने गर्दछौँ। र म के पनि अनुरोध गर्न चाहन्छु भने चेलीहरूलाई चेलीबेटीहरूलाई, हाम्रो फुपूहरू, दिदीबहिनीहरू, छोरीहरू, भान्जा भान्जीहरूलाई म के पनि अनुरोध गर्न चाहन्छु भने हामी यसरी हरेक वर्ष ल्होसारमा भेट भइरहँदा एकपटक भेट हुँदाखेरि एउटै कुरा पनि तपाईँले सिकेर जानुहोस्, बुझ्ने प्रयास गर्नुहोस् र तपाईँले आउने तपाईँको जेनेरेसनलाई, तपाईँको बालबच्चालाई यो ल्होसार भनेको के हो, गुरुङसँग यो ल्होसारको के सम्बन्ध छ भन्ने विषयमा थोरै भए पनि तपाईँले घरभित्रैबाट जानकारी दियोस् भन्न पनि म चाहन्छु। आज यस 2082 सालको ल्होसारको अवसरमा सम्पूर्ण उपस्थित या अहिले यहाँनिर उपस्थित हुन नसक्नुभएका हाम्रो फुपूहरू अनि दिदीबहिनीहरू, छोरी चेलीहरू, भान्जीहरू जो जहाँबाट पनि हाम्रो कार्यक्रमलाई हेरिराख्नु भएको छ, सबैजनालाई उपस्थित अनुपस्थित सबैजनालाई ल्होसार 2082 को धेरै धेरै शुभकामना भन्न चाहन्छु। चुली नासा सेलन आरा तोला बारम रसा बिदोंगनो शो तले जानम रोसी फुरफुर तरीबा तले जानम रोसी फुरफुर तरीबा Tosinho chura ngalai mrosi tole ki purpura kyonai to biba chingi yo mosera tale sai piba chingi yo mosera tale sai piba
ताले तरिगे न्योला माया तधुले पारिगे सेरी चिसिरा ओलो दुईटा चाले तिले कृषिरा गाउँथ्यो यानी माया भाकामा दायाँ बायाँ साइली माइली काँची बस्दै काखमा रोनी घरमा नाच्यो गाउँथ्यो यानी माया भाकामा दायाँ बायाँ साइली माइली काँची बस्दै काखमा रोनी घरमा नाच्थ्यो गाउँथ्यो यानी माया भाकामा त्यो बेलाका यादहरू झल्को आउँछ आँखामा रोनी घरमा नाच्थ्यो गाउँथ्यो यानी माया भाकामा त्यो बेलाका यादहरू झल्को आउँछ आँखामा साँझ रोटी घरैमा रमाइ रात काट्यो मायालुको साथमा दिनभरि बनबेसीमा साँझ रोटी घरैमा रमाइ रात काट्यो मायालुको साथमा दिनभरि मेला पाता साँझ रोटी घरमा पछौरीमा चुरा फुटाइ जोगन हेर्थे हातमा दिनभरि मेला पाता साँझ रोटी घरमा पछौरीमा चुरा फुटाइ जोगन हेर्थे हातमा बाटो मुनि कति राम्रो पाती कहाँ गए कहाँ होलान् त्यो बेलाको साथी बाटो मुनि कति राम्रो पाती कहाँ गए कहाँ होलान् त्यो बेलाको साथी
हेलो कस्तो लागिरहेछ हेलो अच्छा राम्रो खिच्न पर्यो हामी अब जितेको भनेर फेरि नाम पनि हालिदियो है भाउजूलाई यता दिदीलाई ल भन्नु त के भन्नु तोबियो ए चरपौले हाम्रो ल ए लो नमस्ते म जम्मेलङ्गी भाइ पश्चिमी हालाकार बोले तसरी त्यहाँ रमाइलो म लोसरा र लो चाहिँ यहाँ तै बिलाएर घरु जम्मलाई नमस्कार यहाँ लोसरा तमु जगलबे मामा जोइ बिबले पार्टी चोरी खावा जम्मलाई न हेपी पुष्पन्दर म ल लोसर ल हामीलाई ए भाइले ल मामा जगै लोसर मादिर हो नि बोले कुर्ची खेल खेल्नु भेदियो तम केरे भ्याम कुर्ची खेल गरी टिदी तयार तयार गन्ची के भन्नु नमस्ते पनि गर्ने हो नमस्ते मेरो नाम लीला गुरुङ हामी कुर्ची खेल्न लागेको इन्टरभ्यु हो पुर्के पोए दि तमके ताइ त नछु नमस्ते मेरो नाम युक्त गुरुङ एङ्गै मि युक्त गुरुङ ngथिया मामामी पार्टी चौरी खवले हो अहिले खेल्न लाग्यो नमस्ते म पचुमिरी चमी काइली तै नमस्ते म चाहिँ पचुहरूको भान्जा बुहारी ए के भन्यो मलाई दिलकुमारी लोसराको आसीमालो नक्षत्रले भिलाएर फेरि ल लोसरा आसीमाला भन्ने उता हेरेर भन्ने आफैको नमस्ते मेरो नाम एन्सला गुरुङ मैले नै जित्ने अरूले जित्दैन लास्टमा जित्ने मैले त्यो आएको हेर्न चिल को आयो भनेर आएको के त्यो चाहिँ It's
Gracias.
त्यस्तै आसन ग्रहण गरिदिनुको निमित्त म हाम्रो आदरणीय भाइजी केशरी गुरुङजीलाई आसन ग्रहण गरिदिनुको निमित्त म हार्दिक अनुरोध गर्न चाहन्छु भने उपस्थित सम्पूर्ण भोलिनी पछिल्लो परिवारको निमित्तलाई सहर्ष स्वीकार गरिरहेका हाम्रा चेलीबेटी दाजुभाइ भाइहरूलाई सबैलाई एक मुष्टमा आफ्नो हेरस्थानमा आसन ग्रहण गरिदिनुको निमित्त हार्दिक अनुरोध गर्न चाहन्छु।
भरै जम्मैना आफूले यसलाई भन्दा सबैले किनकि पनि म तपाईँ माछामा सबै चन्द्रलाई प्रेमाले सबलाई विदाय लन्दै फेरि पनि तपाईँहरूलाई स्वागत गर्दै त्यहाँकै कार्यक्रम कतै पनि चाहियो धरली पछि एकता पछि खडा गर्ने री चाम्रिने कतै पनि मिले र री आफूले कुकुर पुसाइले कति पनि यी नाटकहरू त कुकुर प्रेत्दैनु जम्मालाई चाहिँ त्यहाँकै कार्यक्रमलाई निबै दिनको स्वीकारेर छैन त्यहाँकै कार्यक्रमलाई सफलता लाउने जुन प्रियता मैले जम्मालाई लागि तर दिएको कार्यक्रमलाई धारासम्म समय बिमारी त्यो कार्यक्रम सफलता लाउने चाहिँ जम्मालाई स्वागत गर्दै आगे सुस्वागतम दिँदै जम्मालाई शुभकामना धन्यवाद। जो पार्वती प्रतिनिधिले चाहिँ सबै घटनाहरू हेर्न चाहिँ यहाँ अगाडि जानु दार्जिलिङ विषयले चाहिँ तिनजना जो पार्वती प्रतिनिधि र त्यहाँले नृत्य कार्यक्रम उद्घाटन हुनाइनु जम्माले ताली भएर चाहिँ सम्मान लिनु सभाका अध्यक्ष रुमबहादुर गुरुङ र मुन्देवता भन्नुभएको छ केशरी गुरुङलाई चाहिँ पुरस्कार दिनु लागि चाहिँ अनुरोध गरौँ। पुरस्कार केशरी चौधरी चाहिँ खाता कमिटी धन्यवाद यो है कमलाई एकदमै गर्नु चाहिँ मलाई पनि बनाइनु है फेरि पनि आउने वर्षमा फेरि हामीले भक्तिलाई सफल गरौँ। तर चाहिँ हामी गुरुङले यति ठुलो महान पर्व रहेछ भनेर हामी मनाउँदै गर्दा गुरुङसँग के रहेछ के भिन्नता रहेछ के छुट्टै रहेछ भन्ने चिजलाई महसुस गरेर तपाईँहरूले सबभन्दा पहिला त भाषामा हाम्रो जोड हुनुपर्छ भन्ने मलाई लाग्छ। भाषापछि वेशभूषामा भाषा हाम्रा आजको अवस्थामा आएका हुँदा आजसम्म हामी यहाँ आउँदाखेरि हामी कस्तो भयो भने हामी जन्मदेखि पसेनाले पहिला हामीलाई खुसी लाग्छ होइन पसेनाले फुट्दा पहिला खुसी लाग्छ। यसमा पनि अझै के अरे उठ्ने मर्निङ मामु त्यो सिकाउँदैछ हामीले जाने इङ्ग्लिस भइसक्यो पनि खुसी छौँ हामी। त्यो के भइरहेको छ तपाईँले विकास गरेको जस्तो लाग्छ तर त्यो लोपिदिएका छ आफ्नो संस्कार संस्कृति त्यसरी बुझ्नुपर्छ भन्ने मलाई लाग्छ र हामी सबै त्यसरी बुझ्नुपर्छ। हामी कम्तीमा पनि हिजोको दिनमा हामी सालघारी क्याम्पी खोला ज्यामिर खोला गङ्गा खोला हुँदै हामी 8 वर्षको उमेरमा लामा गाउँमा पढेर कक्षा 4मा गएर
भनेर हामी सिक्यौँ। तर आज यो उमेरमा हामी इङ्ग्लिस बोल्ने भइसकेको छ। तपाईँले त अब घरबाट निकाल्ने इङ्ग्लिस बोलेको छ, किन चिन्ता गर्नुहुन्छ? त्यही भाइको सिकाउनुहोस्। तपाईँले मानिसहरूलाई नातो पढ्दै तपाईँको भाषाको विकास, भाषाको जगेर्ना भएर मानव संस्कार संस्कृति हुन्छ। यो भूमिमा चाहिँ कोसिसमा पाएन, तमुकै कुरो लागेन। यो कसो यो कुरामा यहाँको कति चाहिँ अर्थ यता फर्केर हेर्दै जान्न। यो त्यो हाम्रो कमजोरी हो। जतिसम्म यहाँ राम्रो काम गर्नु सक्छ तपाईँ गर्नुहोस्। उहाँलाई खायो मिठो लाग्यो नमिठो लाग्यो आज आएर सेवा चिन्ता गर्नु यो चिजले चाहिँ हामीले जोगाउनुपर्छ। होसा किन आएको छ, होसाले के आउँदैन चुली नसा सेलन आरा तोला बरम रसा बिदोंगनो शो तले जंगम रोसी फुरफुर करीबा तले जंगम रोसी फुरफुर Tosinho chura ngalai mrosi tole ki purpura kyo nai to biba Happy Losar.
मेरो ख्याल गर्ने बानी लान्छु पल्टन जाने कि नजाने छैन मेरो ख्याल गर्ने बानी लान्छु पल्टन जाने कि नजाने छैन मेरो ख्याल गर्ने बानी लान्छु पल्टन जाने कि नजाने लान्छु पल्टन जाने कि नजाने बोल्दिन डाटेर छोड्ने छैन मनमुटु साटेर फौजी हुमा बोल्दिन डाटेर छोड्ने छैन मनमुटु साटेर रोदिरी प्रेतना रोदिरी तीन सेना तिखेर पे जुनेली माया पिरती धेनो शिरमाते माया पिरती धेनो शिरमाते माया पिरती
माया पिरती धेनो शिर माथे माया पिरती धेनो शिर माथे आसादो लिसो बिब खैतमो तो तमो हो लिसो बिब खैतमो तो तमो माया पिरती धेनो शिर माथे माया पिरती धेनो शिर माथे प्रेतना रोदिरी प्रीन सेन तिखेर जुनेरी माया पिरती धेनो शिर माथे